अपाङ्गता क्षमता प्रस्तुतिको बाधक होइन, बाधक हाम्रो समाज, हाम्रै सोच र यही अनुरूप निर्मित संरचना हुन्। विश्व स्वास्थ्य संगठन अनुसार संसारभरिका 15% मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ। नेपालमा अझै पनि अपाङ्गता भएका व्यक्तिलाई हेर्ने धारणामा चित्त बुझ्दो परिवर्तन हुन सकेको छैन। सामाजिक दृष्टिकोणका कारण कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिले आफ्नो क्षमता अनुसार काम गर्न पाएका छैनन्। अपाङ्गता भएका व्यक्ति आफू र आफ्नो क्षमताप्रति विश्वस्त छन्, मात्र काम गर्नका लागि अनुकूल वातावरण र कार्यस्थल चाहिएको छ, जुन उनीहरूको अधिकार हो। रोजगारदाताले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने भनेर आवेदन मागे पनि अपाङ्गता अनुकूल कार्यस्थल नबनाउनु अहिलेको समस्या हो। यस्तो अवस्थामा अपाङ्गता भएका व्यक्ति छनौटमा परे पनि काम छोड्न बाध्य छन्। आफ्नो कार्यस्थल र तपाईले जागिर खोज्दाखेरिको अवस्था, यी सम्पूर्ण कुराहरू भनेको एउटा बर्डन नै हुँदो रहेछ। पहिला मैले जहाँ काम गर्थेँ त्यो बेलामा वर्क प्लेस त्यस्तो फ्रेन्डली थिएन। जस्तो म दिनभरि अफिस टाइममा टोइलेट पनि जान्थेन, बिकज टोइलेट एकदमै अप्ठ्यारो थियो। मेन समस्या चाहिँ यो मोबिलिटीमै प्रब्लम हुन्थ्यो। जस्तै भौतिक संरचनाहरू चाहिँ अपाङ्गता मैत्री नहुँदाखेरि चाहिँ जुनै बिल्डिङहरूमा जाँदा नि सबै मेन चाहिने कुराहरू सबै फर्स्ट फ्लोरमा सेकेन्ड फ्लोरमा हुन्थ्यो। लिफ्टहरू नभएको भएर चाहिँ कति अपर्च्युनिटिजहरू मैले गुमाएको छु। रोजगारको कुरा गर्दाखेरि दुई तीनटा कुराहरू हामीले हेर्नुपर्ने हुन्छ। एक, व्यक्तिको क्षमता, दुई, अपाङ्गता भएका व्यक्तिले काम गर्ने कार्यस्थल। दुईटा कुरा चाहिँ सँगसँगै जानुपर्ने हुन्छ। व्यक्तिको क्षमता छ, कार्यस्थल छैन, काम गर्न असहज हुन सक्छ। त्यसकारण चाहिँ नि क्षमता विकासमा एउटा पक्ष हो भने अब सम्बन्धित अफिसको अब कार्यालयको चाहिँ कार्यस्थल अपाङ्गता मैत्री हुनु चाहिँ त्योभन्दा अझै ठुलो कुरा हो। त्यसकारण चाहिँ दुवै पक्षमा हामीले हेर्नुपर्ने हुन्छ र अपाङ्गता भएका व्यक्तिलाई जुन उहाँको कार्यस्थल कार्यथलो चाहिँ अपाङ्गता मैत्री भयो भने स्वतः उहाँलाई काम गर्न सजिलो पनि हुन्छ र उहाँको रोजगारमा स्वतः पहुँच पनि पर्छ। अपाङ्गता क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले एउटा अपाङ्गता कार्य समूह भनेर गठन गर्नुभएको छ। यसको मतलब के हो भन्दाखेरि यो क्षेत्रमा अपाङ्गताको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको आफ्नो कामको संयोजन गर्ने, समन्वय गर्ने र दोहोरोपना हटाउने र एकले अर्कोको अभ्यासबाट सिक्ने र सँगसँगै चाहिँ नि राष्ट्रिय रूपमा कसरी एकत्रित भएर काम गर्न सकिन्छ भन्ने कुरा काम गर्नलाई चाहिँ नि यो समूह गठन गरे हो। झण्डै 100 भन्दा बढी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल AIN अपाङ्गता कार्य समूह अन्तर्गतका संस्थाहरूले आफ्नो कार्यस्थल अपाङ्गता मैत्री बनाउन प्रयास गरेका छन्, जहाँ अपाङ्गता भएका कर्मचारीका लागि उपयुक्त व्यवस्थापन गर्न खोजिएको छ। सँगै अपाङ्गताका प्रकार अनुसार अनुकूल प्रविधि पनि अपनाइएको छ। अपाङ्गताका त विविध प्रकारहरू छन् नि। ब्लाइन्ड साथीहरू हुनुहुन्छ, हियरिङ प्रब्लम भएका साथीहरू हुनुहुन्छ, व्हिलचेयर चढ्ने साथीहरू हुनुहुन्छ। काममा गइसकेपछि त बराबर कम्पिटिसनमा त पार्टिसिपेट गर्नुपर्ने हुन्छ। त्यो पार्टिसिपेसन गर्नलाई वातावरण कसरी सुधार गर्ने त्यो हाम्रो पक्ष भयो, रोजगारदाताको पक्ष भयो, त्यसमा हामी लागिरहेका छौँ। तर कामको वर्क फोर्समा छिरिसकेपछि त यो रिक हो। कार्यस्थलमा व्हीलचेयर प्रयोगकर्ताका लागि सजिलो शौचालय र र्याम्प अत्यन्त आवश्यक छन्। त्यसैगरी दृष्टिविहीनका लागि आवाज सङ्केत, ब्रेल मार्ग, ब्रेल नेमप्लेट र बहिराका लागि बत्ती सङ्केत, भाइब्रेटयुक्त सामग्री र दोभाषे। सुस्त श्रवण भएका व्यक्तिका लागि श्रवण यन्त्रहरू, त्यस्तै न्यून दृष्टियुक्त व्यक्तिका लागि ठूलो अक्षर प्रिन्ट र अनुकूल सहयोगी उपकरण।
त्यसै गरी होचापुड्काका लागि उनीहरू अनुरूप कुर्सी टेबुल र ढोकाका चुक्कुल इत्यादि जुन सहजै र कम खर्चमा बनाउन या राख्न सकिन्छ। हरेक प्रकारका अपाङ्गताका आफ्नै आफ्नै समस्या छन्, आफ्नै आफ्नै चुनौती छन्। त्यसलाई एड्रेस गर्नलाई फरक फरक खालको मेकानिजम हामीले डेभलप गर्नुपर्ने हुन्छ। हामी सबैले, मिडियाका मान्छेहरूले, प्रोडक्सन कम्पनीहरू, सबै मान्छेहरूले के भन्न पर्यो भने अपाङ्गता सधैँ रहन्छ। कोही पनि मान्छे कुनै पनि बेला अपाङ्गता हुनसक्छ भनेर प्यानिकिङमा जाने होइन कि सतर्क हुने र त्यो समस्याप्रति संवेदनशील भएर हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ होइन। अपाङ्गताको लागि टोकनिजम बेग्लै दया माया गरेर या सिम्प्याथी गरेर नयाँ उहाँहरूलाई मात्रै केन्द्रित लक्षित गरेर बनाउने होइन कि समूहमा कसरी बढीभन्दा बढी मिक्सअप गराउन सकिन्छ। एउटा सार्वजनिक महत्त्वको वा सार्वजनिक संस्था वा निकाय गठन गरिसकेपछि, स्थापना गरिसकेपछि सबै वर्गका, सबै क्षेत्रका व्यक्तिहरूलाई त्यो संस्थाबाट प्रवाह गरिने सेवा सुविधा वा अन्य कुनै विषयवस्तुमा चाहिँ सहज पहुँच हुनुपर्छ। यो पहुँच भनेको आवागमनमा हुनसक्छ, सूचनामा हुनसक्छ वा संस्थाले प्रवाह गर्ने समग्र सेवा बारेको चाहिँ अब पहुँचयुक्त ढाँचामा र उनीहरूले बुझ्न सक्ने तरिकाले चाहिँ सेवा दिनुपर्ने हुन्छ। अनुकूल वातावरण मिलेमा जस्तोसुकै काम पनि प्रभावकारी ढङ्गले गर्न सकिने कुरा अपाङ्गता भएका धेरै व्यक्तिहरूले प्रमाणित गरिसकेका छन्। म चाहिँ हाल वाटर एडमा इक्विटी एन्ड इन्क्लुजन कन्सल्टेन्टको रूपमा काम गर्छु। म विगत 8 वर्षदेखि सेभ द चिल्ड्रेनमा काम गरिरहेको छु। अहिले चाहिँ म जुनियर स्पोन्सरसिप अफिसरको रूपमा कार्यरत छु। ह्यान्डिक्याप इन्टरनेसनलमा इन्क्लुजन प्रोजेक्टभित्र एउटा लाइभलीहुड अफिसरको रूपमा काम गर्छु। हेल्थ इन्टरनेसनलमा काम गर्दैछु। अहिले मैले चाहिँ मास्टर्स सकेको छु, थेसिस मात्र अलिकति बाँकी छ मेरो। विकासमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिताका लागि सबै सङ्घ संस्थाहरूमा समावेशी नीति नियम लागू हुन आवश्यक छ। अपाङ्गता सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन नभइरहेको अवस्थामा कार्यस्थल मात्र अपाङ्गता अनुकूल हुने हो भने अपाङ्गता भएका व्यक्तिहरूले पनि क्षमता अनुसार अवसर प्राप्त गरी मुलुकको समग्र विकास प्रक्रियामा योगदान पुर्याउने थिए। यस विषयप्रति संवेदनशील बनाउँ हामी। अपाङ्गता भएका व्यक्ति पनि हामी सरहका नागरिक हुन् र जहाँ सक्छौँ, जसरी सक्छौँ हामीले उहाँहरूका प्रति सकारात्मक वातावरण बनाएर अवसर दिउँ। अवसर सिर्जना गरियो र उहाँहरूलाई तयार गरियो भने तपाईँ हामी सर उहाँहरूले काम गर्न सक्नुहुन्छ। हामी यो नेपालको अपाङ्गता आन्दोलन चाहिँ एआइएन अपाङ्गता कार्य समूहले हर तरहले बोली बनाउन चाहिँ हरसम्म प्रयासहरू गर्छ। अन्य कार्यस्थलहरूमा पनि मेरो अफिसमा जस्तै अपाङ्गता मैत्री वातावरण भयो भने चाहिँ अन्य विभिन्न अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ काम गर्न एकदमै सहज हुने थियो। हाल एआइएन अपाङ्गता कार्य समूहका केही सदस्य संस्थाहरूले गरेका यी उदाहरणीय प्रयासलाई सार्थकता दिन समावेशी विकासका लागि सहकार्यमा जुटेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था र अन्य सरकारी तथा निजी संस्थाहरूले पनि आफ्नो तर्फबाट कदम चाल्न जरुरी देखिन्छ र यो सम्भव पनि छ।